होला सो अनि सबैलाई टेस्टिरहेर नमस्कार। अनि आज हामी चाहिँ रिन्सिनपोङ गाउँको गुम्बामा घुम्न जाँदैछु। अनि त्यहाँ जानुभन्दा अगाडि हामी चाहिँ चिनिया तेल हालेर अनि जोरथाङमा मजाले खाना खाएँ, लन्च खाएँ। लन्च खाएर चाहिँ अब हामी रिन्सिनपोङ गुम्बा जान लागेको। अनि यहाँबाट चाहिँ त्यो पल्लो यो डाँडा चाहिँ अब दार्जिलिङको हो। दार्जिलिङको डाँडा यो चाहिँ मजाले लामो छ, मजाको सिक्किम र दार्जिलिङ छेउछेउमा छ। अब हामी चाहिँ यहाँ रिन्सिनपोङ गुम्बाको गेटमा आइपुगेँ। अझै रिन्सिनपोङको नयाँ गुम्बा रहेछ। 저기 버기 내가 걸리긴다. अनि यहाँबाट इन्टरनेट पनि दामी लागेको थियो, मजाले फोटोहरू खिचेर अनि हामी चाहिँ अब गुम्बाभित्र अब जान लागेको हो। अनि हामी चाहिँ अहिले त रिन्सिनपोङको नयाँ गुम्बा गुरुङको गुम्बा भन्छ, यहाँ नयाँ बनाएको रहेछ। अस्ति भर्खर 1 वर्ष भएको छैन ओपनिङ गरेर। यहाँ हामी गुम्बाबाट गइ आएर राम्रो रहेछ, तपाईँहरू हेर्नुहोस्। मेन गेट एन्ट्री अब यहाँबाट चाहिँ हामी अब एक राउन्ड यो मेन लाग्दो रहेछ, नयाँ बनाएको रहेछ यो घुम्ने भनेर चाहिँ हामी यहाँबाट अब बाहिरबाट एक घुम्यौँ मजाले। अनि हेर्नुहोस् अब यो पनि एउटा अब क्याफे रहेछ भित्र मजाको। अनि हामी चाहिँ यतापट्टि आइपुगेर यता हेरेको, यतापट्टि पुगेर चाहिँ यो चाहिँ अब यो होस्टेल रहेछ, लामा नानीहरू बस्नको लागि, ढाबाहरू बस्नु लागि। अनि यो चाहिँ हामी गुम्बाको पछाडिपट्टि आएको। गुम्बा चाहिँ दामी बनाएको रहेछ। अनि हामी यहाँबाट हेर्दाखेरि एकदम दामी लाग्यो, राम्रो लाग्यो। हामी माथि चढेँ, यहाँबाट चढेर यस्तो हेर्दाखेरि यहाँ चाहिँ अब छोदेन छ्याचिक रहेछ, 8वटा छोदेन मजाले बनाएको रहेछ। हेर्नुहोस् त, दर्शन गर्नुहोस् तपाईँहरू सँग। यहाँ पनि लाखङ पनि अनि माने लखर पनि धेरै रहेछ बनाएको मजा मजाको। हामी चाहिँ डाँडामा आएर अब यता अलिकति रेस्ट गरेको। उहाँ चाहिँ लोभेन्तर चाहिँ तपाईँहरू चिन्नुहुन्छ होला। फेरि फर्क्यो हामी यहाँबाट मुनि गुम्बामा फर्केर। अनि उहाँ चाहिँ यहाँ गुम्बाको मेन हिरो रहेछ, मलाई पर्खिँदैछ केही दिन्छ कि भनेर। अब हामी चाहिँ यहाँबाट अब सिधै अब गुम्बामा भित्र अब दर्शन जाउँ भनेर चाहिँ फर्केको मुनि। अनि उहाँ खेम्बोले भनेर उहाँहरू चाहिँ भित्र गुम्बाभित्र दर्शन जानु भइसके। अनि यो चाहिँ गुम्बाको मेन गेटमा यहाँ रहेछ, मेन गेट भित्र छिर्ने ढोका चाहिँ। अनि उहाँहरू छाकाहरू गर्नु भइसकेको छ। अनि माथि पाटाहरू हेर्नुहोस् त कति मजाको गर्नुभएछ, महर मजाको लेख्नुभएछ उहाँले, किर्खरहरू धेरै रहेछ हेरे। अनि यतापट्टि हेर्नुहोस् त अब सिटो लासोक सबै यहाँ रहेछ। यहाँनिर अब तर्माहरू हेर्नुहोस् कति मजाले स्यामसिङ राख्नु भएको छ।
ओ यो चाहिँ अब यहाँ हाम्रो रेन्सेनपोङको गुम्बा रेन्सेन गुम्बा भन्नुपर्छ नाम पनि फर्केको राम्रो रहेछ नयाँ बनाएको एउटा राम्रो के हो तपाईँहरू घुम्न आउनु भएछ आउनुहोस् यहाँ राम्रो रहेछ गुम्बा राम्रो रहेछ यो चाहिँ अब मेन गेट हो बाहिर गेट चाहिँ बाहिर पनि छ हेर्नुहोस् यो चाहिँ हो बाहिर गेट चाहिँ यतापट्टि अब पार्किङ बनाउँदो रहेछ पछि यहाँ पार्किङ हुनेवाला रहेछ यो चाहिँ गुम्बाको गाडी अब जान लाग्यो हामी सबै यो मजाले